हेलो अनि नमस्ते सबैमा मेरो यो युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ र अहिले चाहिँ म न्युजिल्यान्डमा छु। यो चाहिँ न्युजिल्यान्डको क्राइस्टचर्च भन्ने जग्गाको चाहिँ वान अफ द मोस्ट ब्युटिफुल प्लेस लिटल टाउन भन्ने जग्गामा छु। यो चाहिँ क्राइस्टचर्च सिटीदेखि लगभग 5 किलोमिटर टाढोमा छ र यहाँ चाहिँ यो चाहिँ पोर्ट हो, वान अफ द ओल्डेस्ट एन्ड वान अफ द बिगेस्ट पोर्ट इन क्राइस्टचर्च। देख्न सक्नुहुन्छ मेरो पछाडि बोटहरू उत्रिसकेको छ समुद्रमा। मौसम एकदम राम्रो छ, देख्न सक्नुहुन्छ। अनि यो पछाडि देख्न सक्नुहुन्छ पहाड, एकदमै सुन्दर, एकदमै ब्युटिफुल पहाड छ। अनि यो पहाडमा बसेको यो गाउँ देख्न सक्नुहुन्छ, यति मजाले बनाएको गाउँ छ, एकदमै सुन्दर गाउँ छ, देख्न सक्नुहुन्छ। आज एकदम मौसम राम्रो छ, देख्न सक्नुहुन्छ मेरो पछाडि। यो चाहिँ डायमन्ड हार्बर भनिन्छ यो जग्गालाई चाहिँ। यो पनि एकदमै मजाले, एकदमै सुन्दर बनाइएको गाउँ छ, बसेको गाउँ छ। यहाँ जानुको लागि चाहिँ अन रोड गयो भने 45 देखि लिएर 50 मिनट लाग्ने गर्छ। तर सर्टकटको लागि चाहिँ यहाँबाट फेरी पनि पाइन्छ। यहाँनिर फेरीले वहाँसम्म लगेर तपाईहरुलाई छोडिदिन्छ र घुमेर फेरि त्यही फेरीले यहाँ वापस ल्याइदिन्छ ब्याक टु पोर्ट। अनि फेरीमा भन्नुपर्दाखेरि चाहिँ तपाईलाई यहाँको न्युजिल्यान्ड डलर 20 देखि लिएर 25 डलर लाग्ने गर्छ पर हेड। यो देख्न सक्नुहुन्छ वान अफ द ओल्डेस्ट पोर्ट, जुन चाहिँ मैले तपाईहरुलाई भनेको थिएँ, वान अफ द ओल्डेस्ट एन्ड वान अफ द बिगेस्ट पोर्ट इन क्राइस्टचर्च। देख्न सक्नुहुन्छ यहाँ एउटा कन्टेनर सिप आइसकेको छ। अहिले एकदमै कम्ती मात्रामा क्रुजहरू आउने गर्छ, किनकि क्राइसिस अफ ओइलले गर्दाखेरि चाहिँ तपाईहरुको एकदमै कम्ती मात्रामा क्रुजहरू आउने गर्छ। देख्न सक्नुहुन्छ एकदमै राम्रो, एकदमै सुन्दर सजिएको लिटल टाउन, यो टाउन छ, देख्न सक्नुहुन्छ। र यस्तै भिडियो लिएर म तपाईहरुलाई मनोरञ्जन गराउने छु। यदि मन परेमा मेरो भिडियोलाई लाइक, कमेन्ट अनि सेयर गर्न नभुल्नु होला। यदि भुलचुक भए माफ गरिदिनु होला। अनि कमेन्टमा लेखिदिनु होला कि यहाँनिर भुल भयो, यहाँनिर यस्तो भयो भनेर तपाईहरु सजेस्ट गर्न सक्नुहुन्छ। किनकि म चाहिँ एउटा यो मेरो यो युट्युब च्यानल स्टार्ट गर्न गइरहेको छु र तपाईहरुलाई धेरै धेरै धन्यवाद।